हेलो गाइज गुड मर्निङ वेलकम ब्याक टु माई न्यू ब्लग। आज चाहिँ एकदमै स्पेसल दिन छ। खासमा आज ब्लग बनाउनु त मन थिएन, तर आज मेरो बाइकको ग्यारेजबाट चाहिँ मलाई कल आएको भएर गर्दा चाहिँ फेरि उठेर अब म बाइक पिक गर्न जान्छु र बाइक पिक गरिसकेपछि बाइकको आरडब्ल्युसी रेडी गरिदिनु भएको छ उहाँहरूले। आरडब्ल्युसी भइसक्यो र अब रेजो गराउँछु अनि त्यस पछाडि बाइकको इन्सुरेन्स गराएर घर लिएर आउँछु। अनि प्लस लाइटली ग्रोसरी सपिङ पनि गर्न छ र मैले कोस्कोतिर जाँदैछु र त्यहाँ के हुन्छ हजुरहरूलाई देखाउँछु। इट जस्ट अ नर्मल डे इन माई लाइफ भ्लग फर टुडे। होप यु विल इन्जोय। म चाहिँ अब ग्रोसरी सपिङ गर्नको लागि चाहिँ कस्को जाँदैछु। त्यहाँ चाहिँ एकदमै अलिकति रिजनेबल प्राइसमा चाहिँ सामानहरू पाउँछ यदि हजुरहरूले बल्कमा उठाउँदै हुनुहुन्छ भने चाहिँ। सो मैले चाहिँ मेरो ग्रोसरीहरू महिनालाई एकचोटि गर्छु कस्कोबाट। त्यही भएर अलिकति रिजनल पाइने भएकाले चाहिँ हामी त्यतातिर जाँदैछौँ र अब कस्को गएर मैले हजुरहरूलाई देखाउँछु यता। म चाहिँ कस्को पार्किङमा पुगिसकेँ। एकदमै म्यासिभ पार्किङ छ। जति नजिक पार्क गऱ्यो उति राम्रो हुन्छ, किनकि अहिले हामी आउँदाखेरि एकदमै धेरै सामान हुन्छ। सो look at these. Wang. On such a beautiful day to start. Just ask them if they are leaving, but उहाँहरू चाहिँ एकछिन कुर्नुहुन्छ अरे। उहाँको छोराहरू आउँदै हुनुहुन्छ। रोखन त आउँछन् र पार्किङै छैन। सो गाइज हामी कसको भित्र छिर्न लागिसकेका छौँ। वी गट आवर ट्रोली। कार्ड रेडी छ तिम्रो? हामीसँग हाम्रो कार्ड रेडी छ। हामीले चाहिँ भित्र गएर कार्ड देखाएर कफी भेरी नाइस एज वेल। ब्लग मात्र बनाउन आए पनि हुन्छ क्या। थ्याङ्क यू। एउटा भए हुन्छ कि के विथ बरा। लेट्स सी हाउ इट इज। Lovely. It's a walk-in cool room. स्टाइलको चाहिँ ब्रुगेट हो। यो चाहिँ ब्रुगेट हो अनि यो चाहिँ स्टोन बेक्ड टर्किश ब्रेड। If you want sandwich, we can take this and try. You want? Why not? एउटा कुरा चाहिँ के छ भने पछाडि हैन, एभ्री टाइम चाहिँ जुन सामान हजुरले जुन ठाउँमा भेट्नुहुन्थ्यो त्यो सामान त्यो ठाउँमा भेट्नुहुन्न के। इज किप चेन्जिङ, किप रोटेटिङ के। Sugar. I have no sugar, no fat, no calories. Is it 0 calorie as well? No calories. Wow. So this is 0 calorie, no sugar drinks. Let us try. No calories. Lovely. And new. Try, they're delicious. We've got the eggs here and pre-bari. 3 liter. Chili flakes, try some. It's $15.99. ए लिइसक्यो, राम्रो गऱ्यो। मिठो हुन्छ होला। मोगु Which flavor you guys like try? Some peach? नेपाली हो। म त यसो झुक्की र नेपाली वाली फेरि बुझ्यो के हैन। तपाईँ के फ्लेभर खानुहुन्छ? यो चाहिँ यो वाला चाहिँ वाटरमेलन। म वाटरमेलन खान्छु। त्यो अब तपाईँहरू रनिङहरू जिम धेरै ट्राभलहरू गर्नुहुन्छ भने चाहिँ गुड थिङ हो। अनि तपाईँ कतिको हाइड्रेटेड त्यो हिसाबमा यो टेस्ट अलिक फेरि फरक हुन्छ। नुनिलो छ भने ठिक छ, मिठो छ। खानुभयो। अलिक गुलियो छ भने चाहिँ अलिक पानी पुगेको छैन भने। के अरे जय घन्टी भनेको यो दिदीले के खुवाउँदैछन्। वी ट्राइड सो मेनी थिङ्स। अब चाहिँ हामी पैसा तिर्न जाँदैछौँ।
very sad part of shopping. So उताबाट हामीले दिदीलाई सामान दियौँ र हामीलाई यताबाट पठाएर दिदीले सम्पूर्ण सामान स्क्यान गरेर क्याच पैसा माग्नुहुन्छ. सलर अल पोर्क हट डग $2, म्याङ्गो स्मुदी $3.99. Chicken tenders and hot dog. I am a heavy Costco driver. घुसपेटको कुरै छैन नि एउटा लासको रगतको खोलामा राजनीति गरेर we are not celebrating this is not the time to celebrate नि त खासमा भन्नुपर्दा exactly हो नि अनि they have to remember every blood matters every each and every fucking blood matters. So guys, back again. I just finished shopping. हैन अब सपिङ भ्यायो अब म जान्छु बाइक लिन यताबाट स्ट्रेट अनि त्यस पछाडि बाइक लिएर फर्किन्छु घर अनि आई निड टु डु सम पेपर वर्क फर द बाइक अनि त्यो सब भएर I'll गेट ब्याक टु होम र मैले हजुरहरुलाई अब एकछिनमा देखाउँछु डन विथ द सपिङ अलिकति थाकियो इट्स बिन 2 आवर्स अलमोस्ट हैन 2 घण्टा सपिङ गर्यौं कस्टको इट्स अलवेज फन इन हियर पैसा कहाँबाट कति बेला ख्यास्स जान्छ हजुरलाई थाहा पनि हुँदैन तर जान्छ अब म एकछिनमा क्यामेरा खोल्छु है त घर पुगेर बाइक लिएर आइसकेपछि बाइ बाइ something very bad. Such a mess guys. एकदमै अलिकति ल्याङ भयो मैले चाहिँ मेरो बाइक RWC बनाउन छोडेर आएको थिएँ र RWC पनि भयो र सबै कुराहरू भयो तर हुँदा हुँदै पनि मैले रजिस्ट्रेसनको लागि चाहिँ भेहिकल इन्स्पेक्ट गर्न लगेर जानु पर्दो रहेछ प्लस अब त्यसको लागि चाहिँ अपोइन्टमेन्ट नै चाहिँदो रहेछ मलाई त्यो कुरा थाहा थिएन थाहा भएको भए आई वुड ह्याभ डन इट भेरी अर्लियर हैन म आजै भोलिको लागि अपोइन्टमेन्ट राख्थेँ होला तर यहाँ सबै उल्टो भयो नथिङ गोज एज पर एक्सपेक्टेसन हैन मेरो बाइकलाई चाहिँ अब फेरि मैले कुराउनु पर्ने भयो र बाइकमा पैसा पनि अलि धेरै लाग्यो र अब मैले अपोइन्टमेन्ट बुक गरेँ अपोइन्टमेन्ट अब 13th को छ 13th मा मात्र मेरो बाइकको रजिस्ट्रेसन हुन्छ त्यसपछि मात्र मैले फेरि बाइक कुदाउन पाउँछु मोरल अफ द स्टोरी यदि हजुरहरूले व्हाट आई सजेस्ट कि रजिस्ट्रेसन चाहिँ कहिल्यै पनि क्यान्सल नगर्नु लाइसेन्स सस्पेन्ड होस् जे होस् रजिस्ट्रेसन क्यान्सल गर्यो भने चाहिँ you would have to go with lots of problem which gonna cost you more than registration भन्नु पर्दा चाहिँ so yes that is it I got my bike back finally अब मैले 10 दिनसम्मको लागि चाहिँ अनरजिस्टर्ड भेहिकल पर्मिट लैसकेको छु 10 दिनसम्म मैले चलाउन त पाउँछु प्लस त्यसमा पनि अब क्राइटेरिया हुन्छ यो चाहिँ मैले खासमा अनरजिस्टर्ड भेहिकल पर्मिट र अब रजिस्ट्रेसनको फर्म भर्नुपर्ने भएकाले चाहिँ अब मैले फेरि नयाँ अनरजिस्टर्ड भेहिकल पर्मिट लगेँ र लेट्स सी हाउ वी गोज के हुन्छ अब लेट यु नो गाइज थ्याङ्क यू